नमस्ते। जापानिज भाषा कक्षा पाठ 4 मा हजुरहरूलाई स्वागत छ। आज म तपाईहरुलाई सानु या अनि सानु यु र सानु य यो तीनवटा अक्षरहरु चाहिँ पछाडी कुन कुन अक्षरमा जोडेर आउँछ र कसरी पढ्ने र कसरी लेख्ने भन्ने कुरा म तपाईहरुलाई सिकाउन गइरहेको छु। स्क्रिनमा देख्नु भएको छ तपाईहरुले यो सानु या भयो अनि सानु यु भयो यो यु अनि सानु य यो तीनवटा अक्षर चाहिँ कुन कुन अक्षरमा जोडेर आउँछ भनेर म सिकाउन गइरहेको छु। ल अब हेर्नु होला यहाँ यो हजुरले देख्नु भएको यो चार्ट चाहिँ हिराकानाको चार्ट भयो। सबैले थाहा होला, हजुरले पनि पढिसक्नु भएको होला यो हिराकानाको चार्ट हैन। अब यो अक्षरमा चाहिँ यति हिराकानामा भएको अक्षरहरु मध्ये कुन कुन अक्षरमा चाहिँ अघि हामीले पढेको हेरेको सानु या यु य जोडेर आउँछ भनेर स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। हेर्नु होला अब जति पनि हामीले पढ्दाखेरि कुनै पनि अझ इ साउन्ड आउँछ, हामीले पढ्दाखेरि उच्चारण गर्दाखेरि पछाडी इ साउन्ड आउँछ, सबैमा चाहिँ के लाग्ने भयो सानु या यु य चाहिँ जोडेर आउने भयो। इ साउन्ड भनेपछि अब कि भन्दाखेरि के आयो इ साउन्ड आयो। अनि इ को जति पनि मुनि हाम्रो हिराकाना यो तलको जति पनि छ सबै के हुन् यिनीहरु इ साउन्ड हुन्। इ साउन्ड कसरी हामीले पत्ता लगाउने, हामीले उच्चारण गर्दै कुनै पनि अक्षरहरु पढ्दाखेरि पछाडीपट्टि इ आयो भने त्यो सबै इ साउन्डको अक्षरहरु भयो। तिनीहरुमा चाहिँ के भयो त अनि इ साउन्डको अक्षरहरुमा चाहिँ सानु या यु यो चाहिँ जोडेर आउने भयो। अब यहाँ कुन कुन रहेछ हेरौँ त। अब कि पनि के भयो इ साउन्ड भयो, पछाडी यसको पनि कि यसको कि को पछाडी पनि सानु या यु यो जोडेर आउने भयो। सी को पछाडी पनि जोडेर आउने भयो। ची भन्दाखेरि पछाडी के आयो इ साउन्ड आयो। नि भन्दा पनि पछाडी के आयो इ साउन्ड आयो। अनि हि भन्दा पनि के आयो पछाडी इ साउन्ड आयो। मी भन्दा पनि पछाडी के आयो इ साउन्ड आयो। री भन्दा पनि के आयो त पछाडी इ साउन्ड आयो। यति इ साउन्ड आउने अक्षरहरुलाई पछाडीपट्टि या यु य थप्दाखेरि कस्तो अक्षर बन्छ भनेर अब हामी यहाँ तल पढौं। यहाँ हेर्नु होला सबै दिएको छ। अब कि भनेको इ साउन्ड पढेको थियो अघि हाम्रो, इ साउन्ड पढ्ने बित्तिकै हाम्रो पछाडी के जोड्छ या जोड्छ, अनि त्यसपछि यु जोड्छ, अनि त्यसपछि यो जोड्छ। कि साउन्ड आउने बित्तिकै या जोड्ने भयो, पछाडी यु जोड्ने भयो र यो। अब कि को पछाडी सानो या जोडेपछि के भयो कि को पछाडी सानो या जोडेपछि क्या भयो। अब यो चाहिँ कसरी लेख्ने यहाँ हेर्नु होला यतापट्टि। म अब तपाईहरुलाई क्याको एक्जाम्पल दिन गइरहेको छु कसरी लेख्ने भनेर हैन। अब पहिले सबभन्दा सुरुमा हामीले कि लेख्नु पर्यो। पहिलो स्ट्रोक, सेकेन्ड स्ट्रोक र थर्ड स्ट्रोक गरेर हामीले पहिला के लेख्यौ कि लेख्यौं। अब सानो या चाहिँ कहाँ झुन्डिनु पर्यो कि को यतापट्टि पुच्छारमा राइट साइडको पुच्छारमा चाहिँ सानो या सानो यो झुन्ड्याउँछ है त। ठुलो स्ट्रोक यो, सेकेन्ड स्ट्रोक यो, अनि थर्ड स्ट्रोक यो भनेपछि यो के भयो यो या क्या भयो। सानो या जोडेपछि किमा सानो या जोडेपछि के भयो यो क्या भयो। यसरी नै क्या लेखिन्छ। सबै अक्षरमा यसरी नै पछाडी झुन्डिन्छ। अब त्यसपछि हामी क्यु यु चाहिँ क्यु सानो यु पनि त्यसरी नै जोडिन्छ। कसरी जोडिन्छ पहिलो स्ट्रोक यो, सेकेन्ड यो, थर्ड यो के भयो कि भयो। अब यु लेख्नु पर्यो हामीले, युलाई यसरी सानो युले यसरी यतापट्टि पुच्छारमा राइट साइडको पुच्छार यसरी झुन्ड्याएपछि यो के भयो यो क्यु भयो। अब हामी क्योको पनि हामी एक्जाम्पल हजुरहरूलाई दिन गइरहेको छु। अब आयो क्योको एक्जाम्पल पनि हेर्नु होला राम्रोसँग। अब पहिला सबभन्दा सुरुमा कि लेख्नु पर्यो, 3 स्ट्रोकमा कि लेख्यो, सबैले थाहा छ होला तपाईहरुले पनि यो पढिसक्नु भएको छ हैन। अब यसमा यसरी गरेर यो सानो यो यसरी राइट साइडमा यसरी पुच्छारमा झुन्ड्याएपछि यो के भयो यो क्यो भयो। सबै अक्षरहरु यसरी नै सबै अक्षरहरुमा जति पनि इ साउन्ड आउँछ पछाडी त्यो अक्षरहरुमा चाहिँ सबैमा यसरी नै या सानो यु र सानो यो यसरी नै जोडिन्छ। राइट साइडको तलपट्टि मुनिपट्टि पुच्छारमा चाहिँ सानो अक्षरहरु जोडिन्छ। अब त्यसपछि के छ अब सी पनि के भयो इ साउन्डमा पर्यो। अब सी भनेको सानो या जोडेपछि के भयो यसलाई सीलाई स्या भयो। सानो या जोडेपछि स्या भयो। सीलाई सानो यु जोडेपछि के भयो यो स्यु भयो। अब सीलाई यो सानो यो जोडेपछि के भयो स्यो भयो। अब चीलाई या जोडेपछि के भयो च्या भयो। अब चीलाई सानो यु जोडेपछि के भयो चु भयो। अनि चीलाई यो जोडेपछि सानो यो जोडेपछि के भयो चो भयो।
तपाईहरुले भिडियो पज गर्दै कपीमा सार्दै प्र्याक्टिस गर्नु होला। अब जब हामी केमा नि भन्दाखेरि ई साउन्ड आयो, निमा सानो या जोड्दाखेरि न्या भयो, निमा सानो यु जोड्दाखेरि न्यू भयो, निमा सानो यो जोड्यो भने न्यो भयो। अब हि भन्दाखेरि पनि के आयो, पछाडिपट्टि सानो ई आयो, हिमा या जोड्योपछि ह्या भयो, अनि हिमा सानो यो जोड्दाखेरि यु भयो, अनि त्यसै गरी हिमा सानो यो जोड्दाखेरि यो भयो। अनि यहाँ हेर्नुहोस् होला, मीमा सानो या जोड्दाखेरि के भयो, म्या भयो, अनि मीमा यो सानो यु जोड्दाखेरि के भयो, म्यो भयो, म्या म्यु भयो। अब सानो यो मीमा सानो यो जोड्दाखेरि म्यो भयो, मीमा या म्या भयो, अनि मीमा यु म्यु भयो, अनि मीमा यो जोड्दाखेरि म्यो भयो। अब रिमा या जोड्दाखेरि के भयो, र्या भयो, रिमा यु जोड्दाखेरि रिउ भयो, रिउ, अनि फेरि रिमा यो जोड्दाखेरि के भयो, रियो भयो। यो त भयो हिरागानामा लाग्ने हिरागाना अक्षरहरुमा लाग्ने सानो या यु यो कुन कुन अक्षरमा लाग्छ भनेर यो भयो। अब हेरौँ हामी, अब यो गी कसरी भयो, कीलाई तेन दिएको गी भयो। यो यसको पछाडि पनि कुन साउन्ड छ, ई साउन्ड छ, त्यही भएर यसको पछाडि पनि सानो या यु यो लाग्छ। यो कीलाई तेन दिएर गी बनाएको, त्यसको पछाडि उच्चारण गर्दाखेरि हामीले के आयो, ई साउन्ड आएपछि यसमा के लाग्ने भयो, सानो या यु यो लाग्ने भयो। त्यही भएर गीको पछाडि सानो या लगाएको छ, यसलाई ग्या भनिन्छ। अनि गीको पछाडि सानो यु यु, अनि गीको पछाडि सानो यो यो। यसरी नै मारु तेन लाग्ने अक्षरहरु पनि ई साउन्ड अक्षरहरु सबैमा लाग्ने गरिन्छ। अब हेरौँ, अब सी भनेको ई साउन्ड हो, सीलाई तेन दिएपछि के भयो, सीलाई तेन दिएपछि जी भयो, जी भन्दाखेरि पछाडि के आयो, ई साउन्ड आयो। यसमा पनि के लाग्ने भयो, सानो या यु यो लाग्ने भयो। जीलाई सानो या लाग्दा के हो, जा होइन यो, सरी यसमा ज्या हुन्छ है। जीमा सानो या लाग्दा ज्या हुन्छ, जीमा सानो यु लाग्दा ज्यू हुन्छ, जीमा यो लाग्दा जो हुन्छ। यो भयो जीको। अब हिमा तेन लागेपछि के भयो, यो अक्षर बी भयो, यो पनि ई साउन्ड अक्षर भयो। अब बी भएपछि यसमा या जोड्दा के भयो, ब्या भयो। अब बीमा यु जोड्दा के भयो, ब्यू भयो, बीमा यु जोड्दा ब्यू भयो, बीमा यो जोड्दा ब्यो भयो। अब यो मारु लगाएको छ, यहाँ हेर्नु ल, हिमा मारु लगाएपछि के हुन्छ, पी हुन्छ, पीमा या जोडेपछि के हुन्छ, प्या हुन्छ, अनि पीमा यु जोडेपछि प्यू हुन्छ, पीमा यो जोडेपछि प्यो हुन्छ। हजुरहरूले यो भिडियोलाई पज गरेर यो पुरै प्र्याक्टिस गर्नु होला। यो टेबलमा जति पनि छ सानो या यु यो लाग्ने अक्षरहरू। अब जब हामी अब यसमा जब एक्जाम्पलमा जब हामी अब कसरी पढ्ने भनेर यहाँ हेर्नु होला, कीको पछाडि या आएपछि के भयो, क्या भयो, क्याकु भनेको पाहुना। यसरी नै आउने गरेछ यो एक्जाम्पलको लागि अक्षरहरू तपाईँहरूलाई क्याकु भन्छ, क्याकु। यो क्या भयो, यो के भयो, यो की भयो, यो सानो या भयो, अनि यो कु भयो, यो के भयो, क्याकु भनेको पाहुना। यसरी पढिन्छ है त। अब हजुरहरूले हिरागाना र काताना राम्रोसँग पढ्नु भयो भने पक्कै पनि बुझ्नु भयो होला। अब यो सी भयो, यो के भयो, यो सी भयो, सीलाई यु सानो यु थपेपछि के भयो, सु भयो, कु, अनि यो तालाई तेन दिएको दा भयो, ई भयो, भनेपछि सुकुदाई, यो के भयो, सुकुदाई भयो। कसरी भयो, यो सी छ, अनि सानो यु सु भयो, कु, अनि दाई, सुकुदाई भनेको गृह कार्य होमवर्क हैन। न्युई भनेको इच्छा, नि छ, निमा यो सानो यो थापे छ, ई छ, न्युई भनेको इच्छा भयो। यसरी नै तपाईहरुले प्र्याक्टिस गर्नु होला। धेरै भन्दा धेरै मिनिङहरु यसरी नै या यु यो जोडेको मिनिङहरु पढ्दै जानुभयो भने हजुरहरुलाई सजिलो हुनेछ। यसमा पनि हैन, क्याकु भनेको पाहुना भयो, सुकुदाई भनेको गृह कार्य भयो, नि योई हैन, नि योई हैन, यो निलाई यो जोडेको न्यो भएको, अनि त्यसपछि ई छ, न्योई हुन्छ, न्योई भनेको इच्छा।